सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदले भन्नुभएछ संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन, यो संसदीय अभ्यासमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ, त्यो संसदीय छानबिन समितिले संसदमा ल्याउने हो। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, हिजो राज्य सत्ताका विरुद्धमा बोलेकै भरमा कुटाइ खायौँ, आक्रमण भोग्यौँ, हिरासत बस्यौँ र जनताको बिचमा गएर जनताको माया विश्वास र प्रेमका साथ यहाँसम्म आइपुग्यौँ। तर एउटा कुरा गर्वका साथ भन्न सक्छौँ, सम्माननीय सभामुख महोदय, हामीले कहिल्यै पनि राष्ट्रसँग गद्दारी गरेका छैनौँ। राष्ट्रको उच्च तहमा बसेर राष्ट्रहित विपरीत एमसिसी जस्ता राष्ट्रघाती सम्झौताको मस्यौदा तयार गरेका छैनौँ हामीले। सम्माननीय सभामुख महोदय, राज्यलाई अरबौँ रुपैयाँ नोक्सानी पुर्याउनेहरूसँग साँठगाँठ गरेका छैनौँ। एनसेल प्रकरणमा राज्य ठगिँदा सडकमा उत्रियौँ, कुटाइ खायौँ, अदालतमा मुद्दा हाल्यौँ, फाइल बोकी गल्ली गल्ली तपाईँको चार्यौँ, कार्यालय कार्यालय धायौँ,